सो गाइस म प्रेम तामाङ र आज फेरि तपाईँहरू समक्ष आएको छु है। र हिजो चाहिँ तपाईँलाई मैले जानकारी दिएको थिएँ होइन, सोनादा मोनेस्ट्रीमा चाहिँ आज चाहिँ अब वाङ थियो होइन। र आज चाहिँ म तपाईँलाई चाहिँ आज वाङको तपाईँलाई केही झलक देखाउन चाहन्छु। र आज चाहिँ अब त्यहाँ चाहिँ अब गुरु रिम्बुजीज्यूले चाहिँ आज वाङ दिनुभयो है। र त्यहाँ एकदमै राम्रो भयो होइन। अब एकदमै पूजापाठ पनि एकदमै राम्रो भयो। र अनि त्यहाँनिर म तपाईँलाई अब मेरो घरदेखि चाहिँ म त्यहाँ लिएर जानेछु। अनि वाङको केही झलकहरू अनि तपाईँलाई केही रौनकहरू देखाउन चाहन्छु गाइस। अब म यहाँ घरदेखि चाहिँ सोनादा मोनेस्ट्रीतर्फ तपाईँलाई लिएर जानेछु गाइस। थ्याङ्क यू। र म देखाउँदैछु। र गाइस अब गुम्बातर्फ लिएर आइसकेको छ है। Kasih dulu apa? Kasih dulu. Guys. Kasih dulu aja. फाइनली अहिले म यहाँ चाहिँ अब यहाँनिर ब्रेकफास्टमा यहाँनिर हलभित्र चाहिँ छु है। र यहाँनिर सबैजना हुनुहुन्छ, अङ्कलहरू हुनुहुन्छ, यहाँ नानीहरू हुनुहुन्छ, सबैजना। र गाइस अब चाहिँ अब रिम्बुजी हुनुहुन्छ है। र म देखाउँदैछु यहाँको सबै अपडेटहरू।
वेदर त्यति राम्रो छैन हौ सायद। फाइनली गाइस अब यहाँनिर चाहिँ अब रिम्बु चाहिँ आएर चाहिँ अब वाङ दिनेछ है र उहाँहरू सबै वाङको निम्ति चाहिँ उहाँहरू चाहिँ अब यहाँनिर लन्च गरेर उहाँहरू यहाँनिर आउनुभएको छ होइन र म यहाँको सबै अपडेटेडहरू म तपाईँहरूलाई म देखाउँदैछु है र पनि हेर्नुहोस् एकदम अब चाहिँ यहाँ चाहिँ भिड भइसकेको छ है र म देखाउँदै जाँदैछु है सबैलाई। फाइनली गाइस अब यहाँ चाहिँ अब वाङ चाहिँ अब सुरु हुन आँटेको छ है र म तपाईँलाई अब फेरि वाङ दिँदै गरेको पनि म तपाईँलाई म देखाउने छु है अपडेटेडहरू। फाइनली चाहिँ अब यहाँ चाहिँ अब रिम्बु चाहिँ त्यो आउनुभयो है अब यहाँ चाहिँ अब वाङ सुरु हुनेछ है र सबै अब खदा लिएर उहाँलाई दर्शन गर्नु उहाँहरू सबैजना यहाँनिर दिदीबहिनीहरू उहाँहरू लाइनमा लाग्नु भएको छ है र म देखाउँदैछु तपाईँलाई यहाँको अपडेट रिम्बु चाहिँ आउनुभयो अब आउनुहुँदैछ यता आउनुभयो उहाँ चाहिँ उहाँ चाहिँ हुनुहुन्छ रिम्बु चाहिँ है उहाँले अब वाङ दिनुहुन्छ है र म देखाउँदैछु उहाँलाई र म देखाउँदैछु तपाईँहरूलाई अपडेट। Pertemuan bersama sisa ibu na pasang baju dari
对，见完了嘛，对的。把东西就出口，反正我们进去什么，不进去不出，不进这个进去，哎，बहुत चन्द्र पात्रानुसार छैटौँ महिनाको 10औँ दिन यो तिथिमा चाहिँ अनि लोजिक दबाई चुनिएको नहुला 근데 제가 정말라 까만 만들어버리는 다윈은 부착이 왔대. 이 경찰은 때에는 까만들이 명이 다와 달라 또네. 넌다 주도다와 사가다와 신 텔레스닝 포기요리. 무다 때라 때에는 근데 다와 나와 깔미로 쓰고 깔미로가 비시바이나 주도다와 다와 두고 달라. 근데 그거로 같이 총각 부진 저기요. 이 예수는 당연히 다 소지 근지 छैटौँ महिनामा चाहिँ So guys, म देखाउँदैछु र यहाँ यो तपाईँलाई संसारको अब संसारको सामान्यमा हेऱ्यो भने 60-70%ले यो छुटो हावालाई तर पनि कम अध्ययनमा गयो र गाइस म देखाउँदैछु यहाँको अपडेटहरू है र सबैलाई म देखाउँदैछु सबैजनालाई र म अब देखाउँदै जाँदैछु यहाँबाट तपाईँलाई सबै यहाँ अपडेटहरू है 근데 너 나와 내가 까밀로 이거말라 이거 그런 게 전에 쉬었대라 리뷰 까마 얘기 때마 서머 당황선 시도좀 이렇게 나오게 근데 까밀로 좀을 시사이나 네 나와 나와 될 적이라래 근데 다 대양 행성 그게 러롱 걸 캠프라는데 이제 요새도 전에 공부송나 민진 증명된 거고요. 다채주 선대 나오나 두고 송도 마도 그런 거 공부 너무 했다고 나가라는 저기 요래서 공부 실제들이 송이 됐네. फाइनली चाहिँ अहिले म चाहिँ अब यहाँ भित्र फेरि आएको छु यहाँनिर है र देखाउँदैछु म तपाईँलाई यहाँको अपडेटहरू पनि है भाइ हुनुहुन्छ हजुर यहाँ उहाँहरू पनि आउनुभएको छ आजहरू पनि सबैजना हजुर यसो हेर्नुहोस् यसो सबैलाई देखाउँदैछु हाम्रो सबैजना यहाँ बहिनीहरूलाई पनि सबैलाई देखाउँदैछु है सबैजना यहाँनिर बहिनी यता हेर है बहिनी यता त हेर न हौ बहिनी यस 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 यहाँ सबैजना छ यहाँनिर उहाँहरू पनि उहाँको निम्ति आउनुभएको बहिनीहरू 이게 스마트폰 요새 괜히도 괜히들 주차를 속발을 되나요? 내가 펜도 찍어요. 그래서는 내 그런 시간 나는 거 있잖아. 이 류되게 생각할 때는 딱 나는 소 마음으로도 전제를 써서 생각은 또 맛이 네 우리 최고다. 옆에 펜도 그래서 딱때 근데 배치한테 가르쳐서는 대신 현실 생기 유무를 얘네 손에 쥐는 제가 대비도 현실 생기 기회를 너차 세상 때문에 맞아 쳐들어서 유무인데 탑 인지 전부 세일을 따서 대개 유무가 성지 유출 보통 이시어서 외연된도 제가 펜도 그래서 또 세일을 गर्ने भिन्नता चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ अब सानोबाट एउटा ठुलोको उदाहरण जस्तो छ सानोको मेन्टरहरूले गर्दैछ अब उहाँहरूले आफूले आफूलाई खालि अब खुद अब घुम्नु नपुऱ्याउने आफूले खालि त्यो बन्द बुझ्दै ल्याएर पुऱ्याउने भावनाले गर्दा चाहिँ त्यो त्यति ठुलो अब पुण्य र त्यति ठुलो अब त्यो होइन भन्ने छ त्यो जेनेरेसनमा जति सत्ताहरूले गर्ने चाहिँ जस्तै यन्त्र उदाहरण गर्दाखेरि कुनै पनि आमाको चाहिँ दुईटै हातमा हुन्छ आफ्नो बालक चाहिँ अब पानीले लाँदाखेरि अब कति मनमा कति दुःख हुन्छ कति अब पीडा हुन्छ आफ्नो अब
नानीले पानीले लाँदैछ र तर पनि उहाँले अब हातले त्यो नानीलाई बचाउनु सक्दैन केही पनि गर्नु सक्दैन मनमा चाहिँ अब बिचरा मेरो नानी लग्यो भन्नु खालि हो होइन उदाहरण राख्यो अब बोधिसत्वहरूले गर्ने चाहिँ एकदम अब प्रज्ञा र उपाय अब उहाँहरूको चाहिँ महाकरुणा एकदम ठुलो उहाँहरूले गरेर उहाँहरू चाहिँ कस्तो हो भनेर चाहिँ उदाहरण राख्दाखेरि चाहिँ एउटा घरको एउटा ठुलो गाउँ जस्तो गाउँको नानीहरू चाहिँ अब कसैले लग्यो भनेदेखि चाहिँ उसले चाहिँ अब जस्तै गरेर भनौँ त्यो नानीलाई वापस हुन्छ नि यस्तो चाहिँ अब झ्याङ्गु यो झ्याङ्गुसँग बोधिसत्वहरूको उदाहरण चाहिँ यस्तो हो त्यो चाहिँ अब उहाँहरूको चाहिँ अब त्यसले गर्दा भएको भन्दाखेरि चाहिँ यो शब्दांशेर उपाय र प्रज्ञाले गरेर चाहिँ यो भएको हो भनेर र उहाँहरूले चाहिँ जुन चाहिँ कुरालाई अहिले जस्तै विष भने जस्तै मनबोध हुन सक्छ तर त्यो अब बारीमा छर्दाखेरि त्यसले एउटा राम्रो फसल उब्जाउन सक्छ त्यस्तै गरेर यो अहिले 15-20 दिन चाहिँ यो के भन्छ यो तपाईँको झ्याङ्गुसेमा यो अहिले यो बोधिसत्वहरूले चाहिँ यस्तो उपाय लगाएर एउटा ठुलो एउटा राम्रो कुनै उहाँहरूको एकदमै अब यस्तो खाले भिन्नता त्यस्तो छ 얘는 그 시기가 그 가르치는 시기가 컬러 맹아요. 근데 그래나요. 막는 거 빼쳐버려. 막는 거 빼쳐버려. 그 막는 거 되게 그러나 단단하면서 생산 다시가 통해 누르면 이마 저는 그 얘기나 막장에는 놓고서 쫙 서로 매서 쫙 맞고 여러 쫙 맞고 되는 멘트 서럽거든요. 그래 제가 다음에 되는 지금 मैंने कहा हाँ क्या चला ये मैंने शर्मा चाबा से मनसे ये नित्य तो सुना लम्सा पापा अच्छा संचित देखो ये नानी क्या है शायद नानी मिशी चले हैं जमशी मिशी चले ये कितने चार सब लोग सर काम में हाँ क्या ये तो चली है तेरे ना वो सोच निपाते कोरोना तो भाग निपाते तेरे तेरा तेरे ना पर मेरा चार तो कुछ तो दे नो सोच पञ्चम प्रज्ञामा परिणाम गरेर उहाँहरूले चाहिँ अब यसरी उहाँहरूको गर्ने तरिका चाहिँ त्यस्तो हो भन्छ तर अब यसमा अब थुप्रै प्रकारको अब हामीमा आफैमा अब झापा र भाषा भनिन्छ हामी स्वयं बुद्ध भए तापनि तर हामीलाई चाहिँ अब यो बजार विषयमा छुटेर चाहिँ अब हामीले आफैले सिक्नु सकेको छैन अब यसरी धर्म गर्ने सामानमा कुनै अब महाभिक्षुले अब कुनै मासु सेवन अहिलेको संस्कृतिमा सबै थुप्रै प्रकारको यस्तो देखेका पनि अब मुख्य धारा चाहिँ आफ्नो सेवा के गरिरहेको बुझ्नु सक्छ त्यसमा हामीले प्राप्ति गर्नु सक्छ अर्थात् चाहिँ 그것은 사실 그만 많이 봐. 성도 빨리로 끊어 이제 이 상황. 근데 오늘 그 얼마나 있나요? 또 우리 바라보자고 근데 많이 봐. 근데 그거를 뭐 제가 대반 연락을 받아 근데 뭐 이 상태로 약을 대상 맞으면 진짜 그렇게 이제 좀 근데 취해 되는 때까지 갖고 있나? 아니 취해 원에 변하게 그런 게힘 갖고 왔는데 취해 도저히 되게 취해 र फाइनली गाइस म अहिले माथि आएको छु है र म यहाँ पनि देखाउँदैछु है तपाईँहरूलाई है र हेर्नुहोस् त यहाँ पनि एकदम बुद्ध भगवान चाहिँ यहाँनिर चाहिँ ग्लासभित्र छ है र म यहाँबाट देखाउँदैछु हेर्नुहोस् त्यति अब राम्रो टाइपले त देखिएको छैन है र हेर्नुहोस् यति राम्रो प्रकारको छ है फाइनली गाइज म अब यहाँभित्र जाँदैछु है हेर्नुहोस् त यहाँनिर क्यान्सो बालेर बत्ती बालेर एकदम राम्रो तरिकाले बाल्नु भएको छ यहाँनिर आज होइन गुरुजीको बर्थडेको दिनमा चाहिँ आज है यहाँनिर सेलिब्रेट हुँदैछ होइन शेर्पा मोनेस्ट्रीमा र हेर्नुहोस् यति भित्र एकदमै तातो पनि लाग्यो है गरम
भयो हेर्नुहोस् त आमाभित्र त मधुर समयमा तपाईँहरू ठुलो चाहिँ आफ्नो आफ्नो तपाईँले यसरी भिड नगरिदिनु होला आफ्नो आफ्नो स्थानमा बस्नुहोस् न नामाकरणहरू नामाकरणलाई आफै स्थानमा सुरु गर्नुहुन्छ
गाइस म देखाउँदैछु अब र गाइस म देखाउँदैछु है